तपाईँ ठुलो डन कि महेश बस्नेत ठुलो डन अहिले? को महेश बस्नेत क्या केपी त्यो ओलीको दुध बेच्ने? कार्यकर्ता। त्यो दुध बेच्ने भाइ अहिले कहाँको दुध नेता को नेता होला? पोलिट ब्युरो सदस्य। अब राई समाल अभिनेता त्यो नेता भइहाल्यो नि। तपाईँ ठुलो डन कि ऊ को महेश बस्नेत तपाईँ? त्यो मुजुको कहाँ नाम लिएर भने चाहिने काम गर्न यार। म प्रचण्ड राईसँग ठोकिने, शेरबहादुर राईसँग ऊ पनि केपी ओलीसँग ठोकिने नि दाइ। प्रचण्ड राईसँग ठोकेछ म त तिनजना ठोकिरहेको प्रचण्ड सानो पार्टी ऊ ठुलो पार्टी नि के ठुलो? को महेश बस्नेतको पार्टी ठुलो होइन त कि एमाले? भण्डा हुन्छ माम्पाको ठुलो, सबभन्दा ठुलो हो। तिमीले पनि देखेको, मैले पनि देखेको। माओवादी हो क्या नि, माओवादी भने कुनै जमानामा दाइ अहिले त 32 सिट यहाँ सुन न, के हैसियत छ त्यो त सबै लोभले गरेर सबै छुट्यो नि त। भोलि एकीकृत भयो भने आउँदैन? आउँदैन। आउँछ आउँछ। माओवादी फेरि एकीकृत भयो भने हालत के हुन्छ त? त्यो याद गर्दा पहिला भाटाका नचलाएको थियो, यो देशमा लाग्छ कानुन। त्यो बेला याद छ? सबै डनहरूलाई हावा निकालेको थियो। मेरो लक्ष्मीकृष्ण डनलाई पनि 21 दिन थुने थियो। मैले बाबुराम दाईलाई भनेको थिएँ कि त्यो राम्रो डन हो होइन, समाजसेवी हो, नराम्रो भन्ने मार्थ्यो। त्यो घाइते बनाए पनि त्यो कसले हानेको म त्यसलाई सोधिनु भनेपछि पछि 21 दिन पछि सोध्यो कि। तपाईँले ऊ बेला त गुन्डागर्दी खुब गर्नुहुन्थ्यो नि दाइ। तर म राइट वेमा। कहाँ राइट वेमा? तपाईँलाई एकजना म तपाईँलाई कुरा गर्छु होइन। ल भन्नुको तपाईँलाई एउटा इन्सपेक्टरले त्यो समयमा असै होइन, इन्सपेक्टरले धोबी कुट्यो रे समातेर। तपाईँ खुब गुन्डागर्दी गर्नुहुन्थ्यो रे कालीमाटीतिर। मलाई कसम याद गर। नाम लेखिदिउँ, म उसको नाम लेखिदिउँ। केशव अधिकारी चिन्नुहुन्छ? केशलाई? केशव अधिकारी। त्यो मुला चाहिँ इन्सपेक्टर नहुँदाखेरि म माथि टप भइसक्यो। तपाईँले केशव दाईलाई फोन लगाऊ लगाउनुलाई इन्सपेक्टर हुँदाखेरि कुट्यो रे केशव अधिकारी। मलाई अहिलेसम्म मुझे कुनै पुलिस मलाई अहिले पूर्व डिआइजी पक्न जोशी होस्, मलाई अहिले डिआइजी भएर रिटायर भयो। राम्रो लाग्यो। म केशव दाईलाई फोन गर्नु त ल। पक्न माया पक्न ल धोबी हानेर तपाईँलाई मै फोन हान्दिउँ? होइन, म हान्छु तल परे।